आदरणीय दर्शकवृन्द, यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु परिवर्तन खबर युट्युब च्यानलमा। दर्शकवृन्द, नेपालभर देशभरका शिक्षकहरू अर्थात् गुरुबाहरू, गुरुआमा गुरुबाहरू अहिले आफ्ना केही मागहरू लिएर काठमाडौँमा आन्दोलनरत हुनुहुन्छ। काठमाडौँका सडक ठप्प पार्ने गरी मेचीदेखि महाकालीसम्मका शिक्षकहरू काठमाडौँमा आन्दोलनमा उत्रिनु भएको छ र यही आन्दोलनकै पेरिफेरीमा बसेर म एकजना शिक्षकसँग कुराकानी गर्न कोसिस गरिरहेको छु। उहाँ हुनुहुन्छ टिकाराम भट्टराईज्यू। टिकाराम सर, यहाँलाई स्वागत छ परिवर्तन खबर युट्युब च्यानलमा। धन्यवाद। यहाँ अहिले कुन विद्यालयबाट सहभागी हुनुहुन्छ? म यस्तो छ, म विद्यालयबाट सहभागी आन्दोलनकै रूपमा आएको भन्दा पनि म चाहिँ क्याम्पसमा पढाउने एउटा शिक्षक हो, प्राध्यापक हो, म क्याम्पसमा पनि हो। र कुरा के भने यो आन्दोलनमा चाहिँ मेरो एक प्रकृतिको एकीबद्धता पनि हो। त्यो हिसाब किताबले म काठमाडौँमा आएको छु। तपाईहरुका जुन चारवटा शिक्षकहरूका जुन चारवटा मागहरू छन् नि, अब तपाईँ अब्जर्भर टिचरको रूपमा जानुभएको रहेछ आन्दोलनमा, होइन? यो शिक्षकहरूका चारवटा जुन मागहरू छन् नि, त्यो मागलाई सरकारले सम्बोधन नगर्ने लक्षण देखाइसक्यो। अब शिक्षकहरूको आन्दोलनको रूप कतातिर फर्किन्छ? यस्तो देखिन्छ, यो सरस्वती हेर्दा ठ्याक्कै अनुमान गर्ने खालको अवस्था त छैन। तर पनि हामी एउटा चाहिँ धेरै हदसम्म के अन्दाज गर्न सक्छौँ भने अब कुनै कुरालाई चाहिँ ढाकछोप गरेर भन्दा पनि जे कुरा जेन्युन हो, जे कुरा सत्य हो, जो कुरा हुनैपर्ने हो, सान्दर्भिक हो, समय सापेक्ष हो, त्यस्ता कुराहरू कुनै न कुनै ढङ्गले सम्बोधन हुनपर्छ। थोरै यसको होमवर्क गर्नलाई टाइम लाग्ला राज्यलाई। ती खालका कुराहरू अब शिक्षासँग आन्दोलनरत साथीहरूले पनि त्यो हेर्ने एउटा कुरा भयो। त्यसको लागि एउटा टाइम फ्रेम बन्ला। तर कस्तो भने यसलाई त्यो कुरालाई मतलब एक्सक्लुड गर्ने खालको अवस्था चाहिँ म अनुमान गर्दिनँ। आन्दोलनको प्रकृति पनि एक हाइटमा पुगिसक्यो र आन्दोलनबाट मात्रै, आन्दोलनको उपजबाट मात्रै भन्दा पनि जेन्युन विषय भएको हुनाले त्यो कुनै न कुनै रूपमा एउटा टाइम फ्रेम लिएर यो सम्बोधन हुन्छ। अब यसमा भएका सबै तपाईँले भनेका चारैवटाका यो मूलभूत विषयहरू जो चाहिँ जेन्युन छन्, ती कुराहरूलाई चाहिँ सम्बोधनमा जान्छ भन्ने अपेक्षा हो। अब यो सम्बोधन नगर्ने लक्षण त प्रधानमन्त्रीले महासङ्घका प्रतिनिधिहरूलाई बोलाएर देखाइसक्नुभयो। तपाईँहरू फर्किनुहोस्, सरकारलाई सहयोग गर्नुहोस् भनेर भनिसक्नुभयो। के छ त्यहाँ अरू केही कुरा पनि भएको थियो प्रधानमन्त्रीसँग प्रतिनिधिहरूको? यो यस्तो छ सर, यो कस्तो छ भने प्रधानमन्त्रीजीले के बुझ्नुभयो भने प्रधानमन्त्रीको पदलाई उहाँले चाहिँ व्यक्तिगत घरको एउटा कुर्सी जस्तो मान्नुभयो, होइन? घर परिवार चलाए जस्तो अथवा आफ्ना मतलब चाहिँ थोरै साना झुन्डलाई सञ्चालनमा ल्याएको एउटा निजी विषय जस्तो बुझ्नुभयो। त्यो ढङ्गको उहाँको एक्सप्रेसनबाट पनि बुझिन्छ। त्यसो हुनाले उहाँले त्यसलाई अलिकति म्याचुरिटी, उहाँको एज बारको हिसाबले त म्याचुर हुनुहुन्छ, राजनीतिक हिसाबले पनि लामो समयसम्म त्यत्रो समय चाहिँ समर्पण गरेको एउटा व्यक्ति हो। त्यसले त्यस्तो खालको आवाज, त्यस्तो खालको चाहिँ अनुभूति, त्यस्तो खालको विचार प्रकट नहुनु पर्ने त्यो भयो। त्यो एकदम इम्याचुर छ, अपरिपक्व छ। र उहाँले यो आन्दोलन लगायतका देश सञ्चालन नै उहाँले घर सञ्चालन जस्तो बुझ्नुभयो। त्यसैले घर सञ्चालन होइन, यो संस्थागत विषय हो। यो मतलब चाहिँ एउटा देश सञ्चालन भनेको अलिक पृथक विषय हो। त्यसरी बुझ्न उहाँलाई बाँकी छ। अब बुझ्नु होला जहाँसम्म। अब शिक्षकहरूको आन्दोलन अगाडि बढ्छ कि शिक्षकहरू घर फर्किनुहुन्छ? यस्तो छ, शिक्षक आन्दोलनलाई नेतृत्व गर्ने जो नेतृत्व पन्थीमा रहेका साथीहरूको पनि स्पिरिट चाहिँ एउटा चाहिँ युनिफाइड देखियो। त्यसो हुनाले त्यो पछि हट्ने अवस्था छैन। कुनै न कुनै रूपमा मतलब चाहिँ यो चाहिँ के हुन्छ भनेदेखि विन विन को हिसाब किताबमा केही कुरा गुमाउनु पर्ला शिक्षक साथीहरूले थोरै। अब कतिपय अब बुदाहरू थिए। त्यसो भने तपाईँले यसो भनिरहँदा अब आन्दोलन अझै लामो समय चल्ने सम्भावना हो? एकदम निश्चित रूपमा यस्तो छ,
अरू केही समय बढ्ला जस्तो अवस्था त प्रष्ट छ र मतलब सरकार पक्ष सम्बोधन चाहिँ राज्यले सम्बोधन चाहिँ कहिलेसम्ममा गर्ला त टीकाराम सर? त्यसको राज्य त्यो ढङ्गमा लागेकै छैन, उसले होमवर्क दिएकै छैन, त्यसको दिशाबोध नै गरेको छैन। त्यसैले यो चाहिँ के छ भने एउटा डिरेक्सन र स्पिड भन्ने दुईटा टर्म हुन्छ इङ्ग्लिसमा के। हेर्नुहोस्, हामी डिरेक्सनलाई चाहिँ मोस्ट इम्पोर्टेन्ट मान्छौँ स्पिड भन्दा पनि। हाम्रो गन्तव्य कहाँ हो त्यो दिशाबोध नभएको सरकार भएको हुनाले यो चाहिँ के छ भने गभर्मेन्ट एप्रोचिङ नोवेयर फास्ट, रनिङ नोवेयर फास्ट छ। त्यो स्पिड चाहिँ छ, तर तल गएको छ, माथि गएको छ, उत्तर गएको छ, पूर्व पश्चिम उत्तर दक्षिण गरेको छ, तर डिरेक्सनको चाहिँ जहाँ जानुपर्ने गन्तव्य स्थलमा पुग्नुपर्ने त्यो ढङ्गले क्रियाकार्य गरेर नआएको स्थिति देखिन्छ। त्यो चाहिँ अब नेतृत्व पङ्क्तिमा प्रधानमन्त्रीज्यूको आशयबाट पनि त्यो खालको स्थिति देखिन्छ। शिक्षा मन्त्रीजीले अब अलिकति मिठो कुरा गर्न खोज्नुहुन्छ, अब उहाँ पनि अरूबाट गाइडेड हुने भएको हुनाले उहाँले पनि आफै निर्णय गर्न सक्ने स्थिति छैन। त्यसैले अनि यहाँ त शिक्षकहरू पनि अब आफ्नो माग सम्बोधन नभएसम्म सडक नछोड्ने र यता सरकार पनि शिक्षकहरूको आन्दोलनलाई सम्बोधन नगर्ने जस्तो खालको स्थिति देखियो। यसले अब मेरो गोरुको 12 टका भन्दाखेरि अब के परिस्थिति के निर्माण होला त? शिक्षक त्यो त कस्तो हुन्छ भने सबैले एउटा कमन सेन्स पनि बुझ्ने हो, व्यवहार बुझ्ने हो, परिस्थिति बुझ्ने हो। राज्यले पनि बुझ्नुपर्छ, सरकार मतलब यता आन्दोलनरत साथीहरूले पनि त्यो बुझि नै राख्नु भएको छ। त्यो ढङ्गले हामीले जे जति दिनहरू यहाँ बितायौँ, वेस्ट भएको छ टाइम, त्यो विद्यार्थीमा हामी कम्पेन्सेट गर्छौँ भन्नुभएको छ। अघिल्ला आन्दोलनहरूमा पनि त्यो खालको भएको छ। त्यो खालको बारम्बार उहाँले रचनात्मक ढङ्गले प्रदर्शनको क्रममा पनि व्यक्त गरिसक्नु भएको छ। अब रह्यो बारम्बार यी खालका कुरा आइरहँदा पनि कुनै न कुनै प्रकृतिले यी खालका विषयलाई राज्य पक्षबाट सम्बोधन नहुनु, त्यो खालको चाहिँ त्यो उहाँहरू स्पिडमा मात्रै हुनु, डिरेक्सनमा नहुनु चाहिँ एकदम गलत पक्ष देखिन्छ। सायद अब मलाई लाग्छ, किनभने सरकार पनि एउटा मात्रै मतलब चाहिँ एउटै मात्र दलको त छैन, त्यसो हुनाले अर्को दल पनि छ। यो यसमा विभिन्न पक्षहरू जोडिएका छन्, त्यसो हुनाले यो चाँडै निकासमा पुग्छ भन्ने आशा छ। हस्, यहाँलाई धेरै धेरै धन्यवाद टीकाराम सर। थ्याङ्क यू, धन्यवाद।